नमस्कार आदरणीय दर्शकहरू, कालिका मालिका ज्ञानकुञ्जको प्रस्तुता म टोपबहादुर पारदे यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज हामी श्रीस्थानमा दैलेखको श्रीस्थानमा उपस्थित भएका छौँ। सतीदेवीको शिर पतन भएकोले यसको नाउँ श्रीस्थान भएको रहेछ। यस स्थानमा ज्वालेश्वर महादेव र ज्वालादेवीको पूजा आज गरिरहेछ। परापूर्व कालदेखि ग्यासको ज्वाला आगोको रूपमा बल्दो रहेछ र 12औँदेखि 14औँ शताब्दीको खस राजाहरूले पनि गुठी स्थापना गरी यसको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्याएका रहेछन्। यो अविरल यो छ नि उहाँ हाम्रो भरत सर हुनुहुन्छ। अनि अहिले यो ग्यास अब निकाल्ने भने यसैलाई उठाउन यहाँ गर्ने कुरा हुनुहुन्छ। निकै मस्त खोलाको वरिपरि पुलको वरिपरि ज्वालाहरू बल्दो छन्। ज्वालाहरूको यहाँ बलेको त्यहाँ ज्वालादेवीको मन्दिर रहेको छ र पूजाआजा पनि हुँदो रहेछ। यहाँ लैजान्छु। अब यो नलाई आउनु होला। ठिक छ। यहाँ त झन् ठुलो रहेछ। यहाँ झन् ठुलो छ सर। यहाँ पनि ज्वाला रहेछ। यहाँ पनि रहेछ, त्यहाँ पनि रहेछ। पारी पनि छ। यो त्यहाँको भन्दा ज्योति ठुलो छ। यो मेरो पनि लिनुहोस् न, भिडियो आइरहेको छ है। कसले भन तपाईँले यहाँ पनि छ भने त्यो माथि मैले भन्नु हो। ए बाबु यहाँ झन् ठुलो ज्वाला छ। अब भित्र लगाएर देखाउँछ त। हेर त। त्यहाँ पनि जान्छ नि छोरा। जाम यता आइसक्यो। यही हेरौँ त यता आइयो। यस क्षेत्रमा माघे सङ्क्रान्ति, चैते दसैँ र श्रावण महिनामा तातो गरम पुरा भक्तजनहरूको ठुलो धार्मिक मेला चाहिँ लाग्दो रहेछ। हामी अहिले जलजले क्षेत्रको पेट्रोल उत्खनन केन्द्रमा पुगेका छौँ र 80.70 अर्ब घनमिटर पेट्रोलियम पदार्थ भएको अनुसन्धानले चाहिँ देखाएको छ। यसको उत्खनन छिटो नै होला भन्ने आशामा छौँ। त्यस्तै अब हामी दैलेख दुल्लु दरबार क्षेत्रमा प्रवेश गरेका छौँ। दरबार छैन, क्षेत्र मात्रै छ र पक्कै पनि यो दरबार बन्ने छ। र हामी पादुकातिर लाग्यौँ। हाम्रो भरत सर उकालोतिर चाहिँ भिडियो लिइरहनु भएको छ, बडो मजासँग मनोरञ्जनका साथ। त्यस्तै हामी अब पादुका भ्यालीतिर हामी चाहिँ लाग्दैछौँ। ओह्रालो लागेर बहुत रमणीय भ्याली रहेछ र यहीँ पादुका खोला र चापगाड खोलाको बिचको भूभाग नै ठुलो चाहिँ पेट्रोलियम पदार्थहरूको भण्डारण रहेको रहेछ। प्रिय दर्शकहरू, त्यो त होइन। हाम्रो यात्रा कस्तो लाग्यो? यदि राम्रो लागेमा हामीलाई लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।